छोरी छोरी चाहिँ छोरा छोरी चाहिए सबले अब छोरा जन्मियो कि काम छैन है ल बेबी सार हाम्रो सुरु हुँदैछ फोटो सुट चाहिँ सिधिसक्यो हेलो हेलो नमस्कार नमस्कार आज चाहिँ हाम्रो बेबी सावर हैन मम्मीले छोरा पाउने छोरी पाउने टाइगर बहिनी कि भाइ पाउने बहिनी पाउने ल ठिक छ आज चाहिँ हाम्रो बेबी सावर हामी चाहिँ आज बेबी सावरको भिडियो बनाउन गएका छौँ भिडियोलाई पुरा हेरिदिनु होला हैन माथि चाहिँ हामीले डेकोरेसन गरिसकेका छौँ अहिले चाहिँ हामी कुरेर बसिरहेका छौँ कति बज्यो 1 बज्यो होला 1 बज्यो 12:30 1 बज्न लागिसकेको छ हामी कुरेर बसिरहेका छौँ हामी चाहिँ रेडी भइसकेका है गाइज रेडी भइसकेका छौँ टाइगर हाम्रो यहाँ छ है ढाका टोपी लाएर बसिरहेको छ टाइगर ह्यान्डसम भएर बहिनी कुरेर बसिरहेको छ है टाइगर बहिनी खाएपछि खेलाउने हो अनि अब यहाँ ब्युटिफुल सबभन्दा राम्रो मिस नेपाल बे गरेको बच्चा पाउँदाखेरि चाहिँ अब जम्बू कोकोकोला देखिँदो छ ल हामी चाहिँ अब माथि डेकोरेसन गरेका छौँ अब डेकोरेसन गरेको अलिकति भिडियो देखाउँछौँ हजुरहरूलाई त्यसपछि हामी केक काट्छौँ बेबी सावर मनाउँछौँ आज चाहिँ बबाल हान्नुपर्छ है आज बबाल हुन्छ बबाल है त माथि जाउँ ल हाम्रो डेकोरेसन चाहिँ यहाँ सुरु भइसकेको छ है यस्तो छ डेकोरेसन बेबी सावर बेलुङ चाहिँ टन्नै हालेको थियौँ सब घामले पड्किने उडाउने हावाले अब यहाँ मिस नेपाल हाम्रो ब्युटिफुल बुढी टाइगर रमाइलो लागिरह केक काट्नुपर्छ ल अहिले जुत्ता रोज्ने बेला कुन रोज्ने कुन कलरको बहिनी रोज्ने ल हाम्रो चाहिँ अब यहाँ यस्तो सुरु छ है त लगाइज केक चाहिँ हाम्रो यहाँ फ्रिजभित्र छ ह्याप्पी बेबी सावर छ Lekker fijn. मलाई देन रे हुन्छ मैले टेबल एउटा तिमीले एउटा भन्दै ल हात बोलाइ के भन्नु पर्छ वा नन्दा के भन्छ यहाँ बेबी सावर बेबी सावर आउनु भन्छ यो खालको चाहिन्छ घुमाउने भनेको मेरो छोरीपट्टि हेलो फाइनल्ली हाम्रो बेबी सावर चाहिँ सकिसकेको छ एकदमै रमाइलो भयो तर टाइगरले गर्दाखेरि मेरो यहाँ हात चाहिँ पोल्यो है के गर्नु यस्तै हो अनि बुढीलाई कस्तो लाग्यो त एकदम ब्युटिफुल बुढीलाई एकदम रमाइलो रमाइलो लाग्यो ल हाम्रो फाइनल्ली बेबी सावर सकेको छ अझै एउटा बाँकी छ एउटा चाहिँ सक्यो अब एउटा बाँकी छ हैन ल है त ल भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अबदेखि चाहिँ यो च्यानलमा चाहिँ मेरो ब्लग मात्रै आउँछ मेरो भिडियो मात्रै आउँछ र चाँडै नै अब म
यो युट्युब च्यानललाई चाहिँ म एकदमै ब्लान्स गर्नेवाला छु होइन। चाँडै नै अब मैले एउटा नयाँ कुरा चाहिँ यो च्यानलमा सुरु गर्नु गइरहेको छु। सबैले साथ सपोर्ट गरिदिनु होला। एकदमै मजा आउनेवाला छ है। अब दिन प्रतिदिन यो युट्युब च्यानल चाहिँ एकदमै मजा आउनेवाला छ। भिडियो हेर्दै गर्नु होला। र हाम्रो बेबी सावर चाहिँ हजुरहरूलाई कस्तो लाग्यो? अनि एउटा कुरा पेट हेरेर मान्छेले थाहा पाउँछ हुन्छ नि त, बेबी बोय आउँछ गर्ल आउँछ, त्यो पनि भनिदिनु होला। ओके ओके बाइ बाइ।